वेलकम युट्युब च्यानलमा पनि वेलकम हजुरलाई। आशा छ सन्चै हुनुहुन्छ होला। अनि आज यो पार्कमा पनि वेलकम, मलाई पनि वेलकम हो। पहिलोचोटि आएकी छु। हाम्रो सुन्दर नगरी हसौरामा भएको पार्क हो यो। अनि हामी यहाँ जाँदैछौँ। अनि यहाँनिर के लेखेछ, भर्खर चितवनको आर्थिक सहयोगद्वारा नवदुर्गा पार्क हो। नवदुर्गा पार्क हो यसको नाम, नवदुर्गा पार्क। अनि यहाँभित्र गएर हामीलाई होइन एक्सर्साइज गर्ने कुरा अनि त्योहरू, अनि त्यसपछि यो बच्चाहरू खेल्ने ठाउँ। यहाँनिर फुलहरू रोप्नेपछि बगैँचा बनायो भने त दामी हुन्छ, दामी दामी। अब हेर्नुहोस् है हामी के गर्छौँ भित्र गएर। यहाँको साँझको भ्यू यस्तो छ है साथीहरू। हामी चाहिँ पार्कमा आएको हो, हसौरामा यस्तो पार्क छ। खेल्नु न ल। हेर मैले त्यहाँ यो कस्तो हो खेल्नु त, ए त्यस्तो हो। अलि छिटो छिटो हो कि खुट्टा, ए यस्तो गर्ने ठाउँ अस्ति नैदेखि देखिराखेको। अनि यहाँ पस्न चाहिँ आज बसेको, बल्ल आज आएको। यहाँ जाउँ नै भन्ने मान्छे नपाएको ल, त्यो त्यस्तो भएन। अनि यो चाहिँ यो गर्नु, यो कस्तो हो, यस्तो हो। ए कम्मरको भयो होइन, यो पाखुराको हुन्छ, यो माथि हातको पाखुराको। ल बडी निस्किने भयो, बडी बिल्डर भन्छ नि त्यस्तो हुने भयो। ल भयो, धेरै नगर्नु भरे त्यो बडी नै निस्क्यो भने के गर्ने हो। त्यो बडी बिल्डर भयो भने फेरि म डराउँछु के पो। ल अर्को गरेर देखाइदिनु। हो त्यो चाहिँ के हो। ल यसमा यो के हो, यस्तो त्यस्तो सुत्ने त होइन होला, उता नसुत्ने होला अनि उठ्ने होला के। हो त्यस्तो सुतेर अनि सिधै उठ्ने के। त्यो समातेर सुतिराख्ने त होइन होला, उठ्नु नि। त्यस्तो त होइन भयो, जुरुकै उठ्ने हो। अनि अझै उठ्नु न, यस्तो गरेर टाउकोमा समाएर उठ्छ नि, यस्तो गरेर खुट्टा सिधै राखेर। ल 1, ल 1 मै जुरुकै। ल उताको गर्नु। यो फेरि नसकि दौडिन्छ। अलि सिधा उभिनु, सिधा स्ट्रेट। आमा हाउ फास्ट। वाह त्यति साह्रो त होइन होला, मान्छे डराएर भाग्ला। सबै पार्कमा आएको मान्छेहरू फेरि हेर्न आउला नै हजुरलाई के ल। अनि थाकेपछि यहाँ बस्ने हो, दुईजना टक्क लाएर दुईजना। अझै छ यहाँको देखाएकै छैन, यताको अहिले त होइन कि बस्ने बेला। यता आउनु न ल। भयो सेम त हो नि तिनवटा। ए हो कि यता सिङ्गलमा। ए यो कस्तो वाला जुत्ता कस्तो रे। ए खुट्टाले ढकेल्ने ल सिधै। ए उठ बस। घोडालाई होइन। ल अझै एकैपल्ट। ल अब अर्को देखाइदिनु। नेक्स्ट मैले देखाएकै छैन। सेम होला नि कि फरक हो। यो त तलको खोल्ने सिट पनि तलमाथि हाने खोल्ने उताको गर्नु न। त्यो त अघि नै गरिसक्यो। त्यो नि त्यस्तै हो, त्यस्तै हो। अलि फरक छ कि त्यस्तो सिधा छ, सामान यस्तो छ सही। ल
ल जनस्वास्थ्यमा जनस्वास्थ्यको ख्याल राखेर अनि यो पार्कमा यस्तो बनाएको हो कि के 2 शब्द भनिदिनुहोस् न। अहिले चाहिँ यस्तै हो बालबच्चाहरूलाई अनि बालबच्चा अनि हामी बुढै मान्छेलाई पनि भयो क्या मनोरञ्जन दिने गरी आउँदा बालबच्चालाई यहाँ घुमाउन ल्याउँदा आमा बुवाहरू चाहिँ यहाँ एक्सर्साइज गर्नु भनेर ढाड दुखेको बेला यो बनाएको यहाँ आएर सधैँ एक्सर्साइज त्यहाँ फेरि 2 जना रहेछ बच्चाहरू अनि जिम जानु पर्दैन यही जिम गरेर बडी बनाएर हिँड्नु होला स्वास्थ्य बलियो भएर। ल गेट चाहिँ त्यहाँ थियो अनि यो बनाउने टिमलाई पनि धेरै धन्यवाद। त्यो गेटबाट हामी पसेको अनि यहाँ चाहिँ खेल्ने बच्चाहरू पर छेउमा चाहिँ भलिबल खेलाडीहरू भलिबल खेल्दैछन्। हो त्यसरी एक घुँडाको अर्को एकजना उता छ अझै यहीँ रहेछ एक्सर्साइज गर्ने ठाउँ त्यसै हामी दौडी हिँड्नु भन्दा यहाँ पोथी फाइदा रहेछ। दुईजना साथी आएर तल फोल्ने भयो नि सिट पनि साथीहरू हाम्रो त यस्तो व्यवस्था छ कि पार्कमा यस्तो छ। कुरा त गर्नुभएको थियो यस्तो नि आन्टीहरूले कति क्युट हो। अलि फास्ट यार म त सुल्केको लो गुल्ट्यो म त सुल्के त ओडस लाउने रहेछ नि त पछाडि। अहिले बच्चा रोटेको त्यतिकै होइन रहेछ लोटिन खोजिने रहेछ। कस्तो गर्ने हेर उता यो चाहिँ अलिक खतरा रहेछ उता हेर है त्यो चाहिँ ढुक्कै भएन। ठिक लाग्यो मलाई। ल लास्ट ल एकदम फास्ट खेल्न भएन त्यो झिकिच्याउ होला र